सबैहरू गुड मर्निङ सबैजनालाई वेलकम छ मेरो न्यू डे ब्लगमा। सबैजना सोचिरहनु हुनुहुन्छ होला भन्ने आशामा म पनि हल्का ठिकै छु। मेरो हल्का घाँटी पनि किन यस्तो भएको छ। अनि आज चाहिँ शनिबार, सरी मलाई चाहिँ हिजो शुक्रबार भन्ने थाहा भएर बल्ल आज शनिबार भन्ने थाहा भयो। हिजो बुवाले एक बजीतिर म बाबुलाई लिन जान्छु नभन्नुभएको भए पर मलाई त थाहै हुन्थेन आज शुक्रबार शनिबार हो भनेर। अनि यहाँ चाहिँ बजार लाग्दैछ। दसैँको दिन चाहिँ एउटा मात्रै लागेको थियो अरे बजार, अहिले चाहिँ लाग्छ, धरै लाग्छ। अनि म चाहिँ काममा जाँदैछु एक बजेर। के हो पछि आउँछ। आमा चाहिँ जानुपर्ने हुन्छ काममा। अङ्कल चाहिँ आउनुभयो होला सायद, आउनुभयो। ढोकै खोल्नु भएन, म घर खोल्नुपर्छ। ढोकै खुले छैन गाइजहरू, अगाडिको मेन गेट मात्रै खुलेछ, पछाडि त्यो साइडको हामी खोल्नुपर्ने हुन्छ। अब गएर अब हेरेर जाऊँ के हुन्छ। आज शनिबार भिड हुन्छ सायद, भिड हुन पनि सक्छ नहुन पनि सक्छ। त्यही भएर अहिले हेरौँ ल, अहिले एकछिनमा जोडौँ। त्यही हो कुराकानी मुख्य नै एकछिन त। मलाई धेरैले स्केट पार्क कहाँ छ, दिदी बरुवा कहाँ हो भनेर सोध्नुहुन्छ कि। यहाँ हेर्नु, यहाँ बरुवा बजार भयो नि, बरुवा बजारको अपोजिट यहाँनिर छ कि स्केट पार्क। हजुरहरूले भिडियो फुल हेर्नु हुँदैन होला, अनि त्यही भएर चाहिँ लोकेसनै थाहा पाउनु हुँदैन। म जहिले यही बाटो हिँड्छु। यहाँ बरुवा बजार होइन, यो बरुवा बजारको अपोजिट उतापट्टि हजुरलाई त्यो बिल्डिङ देख्नुभयो है, त्यो बिल्डिङमा हो। त्यो बिल्डिङ अगाडि झारिदिन्छ बरुवा बजार भन्यो भने, अनि त्यो यो बरुवा बजार भयो। अनि यता अपोजिट यता आउनुभयो भने चाहिँ स्केट पार्क भेट्नुहुन्छ क्या। हजुरहरू मेरो फुल भिडियो हेर्नुभयो भने अनि मजाले थाहा पाउनुहुन्छ। अब टिकटकमा नि कतिले सोध्नुहुन्छ बरुवा स्केट पार्क कहाँ छ दिदी, म मेदी त मलाई थाहा भएन, मेदीबाट हो भन्नुहुन्छ। अनि त्यही भएर चाहिँ फुल भिडियो हेर्नु अनि थाहा पाउनुहुन्छ भन्न चाहन्छु। म चाहिँ यहाँ चाहिँ जहिले देखाउँछु रेडी हुँदैछ है। म चाहिँ जानुपर्ने हुन्छ घरतिर खाना खान। आज चाहिँ म छिटो गएछु, 10-11 बज्न लाग्यो। म जाँदैछु खाना खाना। हेरौँ अब के हुन्छ आउँदै आयो होला। बरुवा बजार, दिस इज आवर बजार, माइत होइन आवर। अझ राम्रोसँग लागेको छैन अहिले त, बल्ल त 10 बजी छ। कोही त अझै घर खाना खाँदै होला नि। अहिले त होइन, अहिले 12-1 बजेपछि चाहिँ यहाँ भिड हुन्छ। अहिले चाहिँ म घर जाँदैछु, हेर्दै जाउँ के हुन्छ। अब एकछिनमा भेटौँला। अङ्कल जानुभयो। अब म चाहिँ जानुपर्ने हुन्छ खाना खान। अनि एकछिनमा भेटौँला है।
के भयो यहाँ के भयो खै हात देऊ नि त नि कस्तो होला तिमी हिजो कहाँ गएको थियौ हिजो त आएकै थिएँ नि के गरेको यो मलाई वाट इज दिस वाट इज सी डुइङ हो क्या इङ्ग्लिस बोल्नु आन्टीले माथि बढाए नि भरे के हेर नि के गरेको यो तिमी के गरेछौ रोको म त गएँ है तिमी यहीँ पल्टेर बस के भयो रोको म गएँ ल तिमी यहीँ रुँदै बस है म गएँ ल भोलि यहीँ रुँदै बस ल म गएँ है अहिले म चाहिँ अहिले घर कता हो अहिले म चाहिँ घर आइसकेको छु गाइजहरू होइन गाना अफ गर है आमा एकछिनमा अनि म चाहिँ अहिले घर आइसकेको छु अनि भन्नुपर्दा आया कुकुरले हानिदियो को आएको थियो यहाँ बाबु को बाबु सोम्या अङ्कलको दिदीको छोरा छिछि मेरो बिस्तारामा के हो यो म चाहिँ घर आइसकेको छु आजको भ्लग चाहिँ खासै केही पनि छैन मैले त्यो खाइदिएँ आजको भ्लग चाहिँ खासै केही पनि छैन अनि आजको भ्लग कस्तो लाग्यो हजुरहरूलाई आफ्नो मनले भने अनुसार कमेन्ट गरिदिनु भन्न चाहन्छु अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ बेल आइकन दाब्न नबिर्सिनु भन्दै अहिलेलाई चाहिँ म बिदा लिन चाहन्छु हस्त धन्यवाद बाई बाई गाइजहरू बाई बाई